तपाईँहरूले अहिलेसम्म यस्तो फ्लिप फोनवाला आइफोन देख्नु भएको छ त 18 प्रो म्याक्स जस्तो छ है त कहाँबाट पाउनु भएछ हौ अङ्कलले फोन यो फोनको कुरा लास्टमा अनि अहिले चाहिँ म जान्छु मेरो साथीलाई भेट्न भन्दा नि साथीलाई लिन साथीलाई पनि मैले लिइसकेँ अनि हामी चाहिँ बेलुका बेलुका जहिले पनि डुल्न घुम्न गइरहेको हुन्छौँ कि कहाँ कहाँ जान्छौँ अनि आज चाहिँ हामीले गौचरण जाने भनेको थियौँ तर हेर्नु नि यति धेरै मान्छे भएर फर्किनै पर्ने जस्तो अवस्था थियो त्यही पनि भित्र गएर एकचोटि हेऱ्यौँ बाहिरबाट देखेँ भन्दा नि धेरै हुँदो रहेछ मान्छेहरू होइन अनि हामीले चाहिँ त्यहीँ यसो हेऱ्यौँ एकदमै मान्छेहरू धेरै हुनुहुँदो रहेछ चौर सानो तर मान्छे धेरै हुनुहुन्थ्यो कि अनि तर यहाँको भाइब एम्बियन्सहरू सबै नै राम्रो छ क्या मलाई एकदमै मनपर्छ एकदमै पिसफुल लाग्छ तर आज त भएन होइन आज त बस्न मिलेन मान्छेहरू धेरै हुनुहुन्थ्यो सिट पनि त्यस्तो खाली भएको जस्तो मलाई लागेन अनि हामी दुईजना चाहिँ फर्कियौँ अब कहाँ जाने त डुल्नु पर्यो टाइम पास गर्नु पर्यो ल केटी हिँड अब हामी जान्छौँ मैती देवी भनेर यसले चाहिँ मलाई लग्यो अनुसारले लग्यो अनि हिँड्दै थिएँ म एउटा फोन देखेँ कि मैले अनि हेर्दा फेरि आइफोन 18 हो कि क्या हो सोचेँ है कहाँ हुन्छ आइफोन 18 भने अनि फ्लिप फोन हो क्या त्यो अनि त्यो टिकटिके फोन भन्छ नि अब त्यही हो अनि यहाँ चाहिँ म यो बागमती खोला यस्तो गनाएर म यसको बारेमा बोल्छु भनिरहेको थिएँ अनि मेरो साथीले चाहिँ के हावा हो यो अलि राम्रो यस्तो खतरा यो सनसेटको भ्यू खिच्न भन्यो अनि ल नि त ल म खिचिदिन्छु तेरोलाई भनेर यो सनसेटको भ्यू भनेर मैले खिचिदिएँ एकदमै राम्रो थियो एक्चुअलमै भन्नुपर्दा फेरि अनि हामी चाहिँ अहिले आइसक्यौँ मैती देवी होइन मैती देवी आउने अनि यो मन्दिर नछिने त कुरै भएन अनि हामी चाहिँ गयौँ अनि जो चाहिँ मैती देवी आउनु भएको छैन उहाँहरूको लागि चाहिँ यस्तो छ है भनेर मैले चाहिँ देखाइदिएँ खिचिदिएँ होइन अनि अब ल धेरै हिँडाइ भयो अनुसार ल घर जाऊँ है त भने अनि ल घर जाऊँ भनेर त्यसलाई मैले आधी बाटोमा छोडिदिएँ अनि आएँ अनि यो गणेश भगवान छ अनि योसँग भ्लग एन्ड है